लकडाउन यो चाहिँ हाम्रो अन्डर 19 वाइवाई अन्डर 19 प्रोभिन्स लेभल सिलेक्सनको सिरिज बनाऊँ कि ब्लग बनाऊँ होइन। हामी चाहिँ गाडीमा जाँदै थियौँ। मनोज भाइले चाहिँ के बनेर आउने भन्दै थियो। सबलाई च्याम्पेन भन्न सिकेको थियौँ। हामीले च्याम्पेन बनेर आउने भनिरहेको थियौँ। गाडीमा यसरी चढिरहेको थियौँ। त्यसपछि हामी एकछिन पछि होटल पुग्यौँ। होटल पुगेपछि यस्तो मिटिङ थियो, गुरुले बोलाउनु सबलाई मिटिङ थियो। भोलिको म्याच थियो नि त, त्यही भएर अनि एक्काइस जाँदैछ। त्यसपछि जर्सी लिभेल जर्सी सब एक्साइटेड थियो। हो जर्सी कस्तो छ के छ भनेर खोल्यौँ। त्यसपछि अमिस माथि हाम्रो रुममा आयो। त्यसपछि हेर्नु त दाइ धुलो भन्दैछ। त्यसपछि हामी साँझतिर निस्क्यौँ। दक्षिण भाइले भ्लग बनाउँदैछन्, पछाडि म छु। काले भाइ बिचमा देखेँ होइन कि यो खबल हल्लाउँछ ऊ ट्याक्क पारेर हामी निस्किँदैछौँ। ल म यो बस पार्क एरिया भयो होइन। त्यसपछि हामी के कुरा गर्दै निस्किँदैछौँ। मनोज भाइ ट्याक्क 4जना हामी अरू निस्किसकेको थिएँ। त्यसपछि अमिसले मैले चाहिँ भ्लग बनाउनु न दाइ भन्दैछ अमिसले। मैले चाहिँ भ्लग स्टार्ट गरेँ। हाँस्दैछ। वेलकम टु गन्नु दाइ भ्लग भन्दैछ अमिसले। पुरा हाँसेछ, मिठो छ हाँस। हिँड्दै फेरि अगाडि हिँडेछन् पुरा लखर लखर। एउटा फेरि गोराइको जर्सी लगाएर ट्याक्क, एउटा फेरि बडी बिल्डर जस्तो लगाएन मनोज भाइले होइन। त्यसपछि चाहिँ हामी पसलमा दाइ चिसो खाऊँ न के खाऊँ भन्दै थियो। दक्षिण भाइले फेरि केरा किनौँ न दाइ केरा भन्दै थियो। हामी फेरि केरा किनिरहेको थियौँ। अमिसले ब्लग बनाइरहेको थियो। आन्टीलाई के सोधिरहेको अमिसले। मैले फेरि केरा कसरी हो के हो कुन पाकेछ यो त कुहिया जस्तो छ भनिरहेको छु कि होइन। दक्षिण भाइले फेरि यो खाऊँ न यो खाऊँ कति पर्छ भन्दैछ नि। त्यहाँ लेमन जुस हेरिरहनु मनोज भाइले फेरि। अनि ट्याक्क अमिसले केरा यो ठिक छ दाइ भन्दैछ। त्यसपछि अमिसले पसल देखाइरहेछ। आन्टीले के दिनुभयो, लेमन जुस दिनुभयो। लेमन जुस दिनुभयो। मनोज भाइले खाएँ। मैले चाहिँ पैसा तिरेँ ट्याक्क। ओहो गणेश दाइको पार्टी भन्दैछन् मनमनै यिनीहरू दुईले। छिस्स पार्दैछन् यसलाई हेरेर मनोज भाइको हरकत। त्यसपछि यो केरा किन भन्दैछु मैले चाहिँ, त्यो ठिक होला भन्दैछु। आन्टीले फेरि के हो यो ठिक हुन्छ बाबु खानालाई त भन्दै हुनुहुन्छ। अमिसले फेरि प्रचार गरिदिँदैछ है, यो पसलमा आउनुवाला हजुरहरू भन्दैछ। किनभने 2टा केरा बढी दिनुभएको थियो आन्टीले, त्यही भएर हामी यस्तै कुरा गर्दै हिँडिरहेको थियौँ। केरा पनि आन्टीले प्लास्टिकमा हालिदिनु भयो। अनि मैले केरा पकाएँ दक्षिणलाई दिएँ। दक्षिणले फेरि कुरकुरी खाऊँ न दाइ भन्दैछन्। अनि मैले पैसा दिइसकेको थिएँ केरा र त्यो लेमन जुसको। अनि दक्षिणले फेरि आफ्नो के कुरमुरे हो के किने 50 पर्छ भन्नुभयो आन्टीले। अनि यही किने यही मिठो हुन्छ भने मैले पनि। अनि त्यसपछि के अरे अमिसले फेरि दक्षी ढाड दुखेछ धेरै नखाऊ है भन्दैछ। दक्षीले फेरि फोकिहाल्यो तिमीलाई फेरि खानु मन लाग्छ। अमिस फेरि आफ्नो फेस देखाइरहेको छ टल्केछ काली भयो भने होइन। गोराई टाइगर भन्दैछ गोराई टाइगरको लगाएर। त्यसपछि मनोज भाइको ब्लग फेरि स्टार्ट। यस्तो छ अँध्यारोमा अनुहार देखेन के भनिन् के भनिन्। हामी चाहिँ फर्किनु लाग्थ्यौँ रुमतिर। त्यसपछि चाहिँ दक्षिण भाइको क्युटी फेस फेरि देखाउँदै यस्तो छ। फेरि अमिस दौडिँदै आइहाल्यो। ल्याउ मलाई मोबाइल ल्याऊ भन्दै। हामीलाई ढिलो भइसक्यो भन्दैछ। दौडिनु लाग्छ है। अब दौडिन्छ हेर्नुहोस् है। अब पुरा रफ्तारमा 1 2 3 ल दौड्यो। अब ल सबै दौड्यौँ। किनभने 8:30 बजे खाना पुग्नु थियो। 8:25 27 त्यहीँ भइसकेको थियो। हामी दौडेछौँ। अगाडि कुकुर भेटिन्छ है एकछिनमा। फेरि अमिसले टोक लाग्यो मनोज भन्दैछ मनोज भाइलाई। त्यसपछि हाँस्दैछ ऊ। अनि हामी होटलको नजिक पुग्यौँ। त्यसपछि अमिसले चाहिँ होटल हाम्रो देखाउँदै थियो। त्यसपछि होटल पौवालाई देखाउँछ। अनि त्यसपछि यो होइन है हामी बस्ने होटल भन्दैछ। फेरि जिस्किँदैछ। हामी आउने होटल अलि अगाडि हो, अब हामी खाना खान्छौँ गएर भन्दैछ। पुरा प्रोफेसनल ब्लगर जस्तो गरिरहेछ है अमिस भाइ। के भन्दैछ, अब खाना खाने हो के गर्ने गाइजी, बाटोमा यस्तो गर्नुहुन्न भन्दैछ अमिसले। यस्तो गर्नुहुन्न बाटोमा भन्दैछ। यो सन्दीप भाइलाई देखाएर फेरि तँ मेरे से प्यार करती है कि नहीं भन्दैछ। त्यसपछि हामी खाना खाएर रुममा आयौँ। खाना खाएको देखाएन। रुममा हाम्रो रुम फेरि यिनीहरूको फेभरेट भएको थियो। त्यसपछि डे 2 आयो। यो डे 2मा चाहिँ बोरा र म बाहिर निस्केको थियौँ। अमिस बिहानै उठ्ने बित्तिकै नाच्दैछ है, पुरा नाच्दैछ। तिलहरी मेरो लरकै लर्की हो भन्ने गीतमा नाच्दैछ। त्यसको गीत बिहानै उठ्ने बित्तिकै पुरा यसलाई रमाइलो मान्ने रहेछ यसले नाच्ने चाहिँ।
नाच्दैछ हेर्नु स्टेपहरू बवाल छैन त ल ठिक छ यसको नाचो पनि हेरियो यो चाहिँ डे 2 हो त्यसपछि भान्जे फेरि चन्नीको के तास खेलामा हाऱ्यो भने मैले रुम सफा गरिदिन्छु कि नभए चन्नी खान्छु भन्यो त्यसपछि चन्नी खाएर बिचारो बेहोस हुन लागिसक्यो प्लिज प्लिज नगर्नु कि मामा नगर्नु भन्दैछ फेरि एकचोटि खाइसक्यो त्यसपछि त्यसो हाम्रो चाहिँ डे 2 2टा गेम जितिसकेपछि जाने भयो बोराले बाई भन्छ त्यसपछि हाम्रो रुममा जाने बेला हामी घोराइको ग्याङ छ यहाँ एउटा रुममा बसेको थियौँ त्यसपछि एक दिन रेस्ट थियो म फेरि पुरानदारातिर यसो चिलान्न गएको थिएँ मस्तको नेचरतिर के होइन अब के गर्ने अब शान्ति खोज्दै हिँड्नै पर्यो होइन त्यसपछि हामी अर्को दिन 12 गते फाइनल खेल्न भैरवा 2टा गेम जितिसकेपछि भैरवा जाँदै थियौँ गाडीमा यस्तो थियो पुरा जुनेली भन्ने गीत बज्दै थियो पुरा सबमा हङ्गर भन्ने थियो पुरा जितेर आउनुपर्छ योपालि इतिहास रच्नुपर्छ किनभने दाङले अहिलेसम्म ट्रफी जितेको थिएन भन्ने थियो सब र खुसी भइरहेको थियो दक्षी भाइले फेरि पारा गर्दैछन् जोन नेता बसेछ फेरि जोन भाइ त्यसपछि यता साइड फेरि हिमाल भान्जो प्रिन्स भाइ के बनेर आउने भने च्याम्पियन भन्दैछ नि खनालले फेरि के बनेर आउने भन्दैछ यो मनोज भाइले खनालले फेरि च्याम्पियन भन्दैछन् च्याम्पियन यस गाडीमा गीत बजिसक्यो केटाहरू रमाइरहेछन् भोलिको लागि एक्साइटेड छन् फाइनल जित्नुपर्छ भन्दैछन् सबले फेरि रुममा गएर अमेशनाथ लगाइसक्यो राम्रो रुम रहेछ दाइ भन्दै देख यसको स्टेपहरू हेर्नुहोस् है छैन त बवाल यो बवाल नाच्ने रहेछ है यो भाइ मजा रमाइलो गरिदियो अहिले चाहिँ त्यसपछि हामी चाहिँ 4जना एउटा रुममा थियौँ 4जना चोखो रुम यस्तो छ भने देखाइरहेको थिएँ मैले फेरि फोटोसुट भयो ऐना त हामी देखेर फेरि 4जना आएन भने फेरि अमिशनाथ लगाइसक्यो त्यसको गीत बजाउनु कि दाइ म नाच्छु यार के गर्ने त्यस्तै छ जिन्दगी भन्दैछ बत्ती बाल्नु पर्दैन तिम्रो गाउँमा भन्दै नाच्दैछौ देख्नुहोस् है स्टेपहरू त बवाल छ यो अब डान्स आइडलमा जान्छ होला अर्को वर्ष के गर्नु यस्तो छ फेरि अब फाइनल गुड मर्निङमा है गाइज गुड मर्निङ अब हामी जाँदैछौँ पुरा टिम जाँदैछ र सिद्धार्थ रङ्गशाला भैरवमा जितिसक्यौँ हामीले केटा हो जितिसक्यौँ इतिहासमा पहिलोचोटि दाङले ट्रफी जित्यो अन्डर 19 लेभलमा ट्रफी जितिसक्यौँ सब खुसी ह्याप्पी खुसी गुरुहरू खुसी स्टाफ हाम्रो म्यानेजर दाइ खुसी सब खुसी दङ्गाली बासी नै खुसी भयो रूपन्देही जस्तो बलियो टिमलाई हराउन पाउँदा त्यसपछि बोरा प्लेयर अफ द सिरिज पाउन खुसी बोरा ह्यान्सी त्यसपछि हामी च्याम्पियन हुर्रे गर्दैछौँ पुरा खुसी अहिले सबको मुखमा हाँसो त्यसपछि गुरुसँग ट्याक्क फोटो खिच्यो त्यसपछि रुममा आयो नाच्यो पुरा खुसी खुसी त भइगयो होइन पुरा जुनेली बातैमा भन्ने गीतमा नाचेछन् केटाहरू म पनि छु है त्यहाँ आँट लाग्यो म हो रमाइलो गरियो यो रुममा नाचेको नाचे अब एउटा मात्र क्लिप हालियो नत्र नाच्न धेरै भिडियोहरू छ है त्यसपछि अर्को दिन हामी फर्क्यौँ दाङ त्यही दिन राति अर्को दिन सम्मान प्रोग्राम थियो अमिस यहाँ पनि याद लागिसक्यो सम्मान बेङ्ग्रेली रेसोर्टमा पुरा जुनेली यहाँ पनि जुनेली गीत बज्यो नाचेछ अमिस पुरान यो नाच्नमा चाहिँ पर्फेक्ट रहेछ है पुरा दिइरहेको छ स्टेप खुसी हुँदै किनभने दाङले जितेको छ नि त पहिलोपटक ल पुरा स्टेप बवाल दिइरह त्यसपछि यहाँ पनि सबको डान्स त बन्दियो भन्दै डान्स सुरु भयो फेरि पुरा जोन भाइ लजाइरहेको छ फेरि नाच्दैन कि दाइ भन्दैछ होइन त्यसपछि केटाहरू नाचिरहनु विकास भट्टराई दाइ पनि पुरा बिचमा नाचिदिइराख्नु भयो यस्तै छ टिम दाङ भन्दै नाचेछन् सबै यहाँ इन्ट्रोभर्ट मान्छेहरू पनि नाचिरहन है त्यस्तो खुसी छ दाङले जितेको पछाडि फेरि क्यामेराम्यान देखाइरहनु भएको दाइले योगेश्वर भाइले दिइरहेछ है एकजनाको के अरे फेरि पुरा लेखन बिचमा योगेश्वर भाइको त्यसपछि हामीले फोटोसुट भयो च्याम्पियन लेखेर माला पराउनु मात्र बाहिर आएर फोटोसुट भयो त्यसपछि मेरो फोटो यस्तो आएछ भनेर सक्यो।